हेलो एभ्रिवान, म चाहिँ निमिका अनि ऊ चाहिँ मेरो साथी ओसिना र आज चाहिँ हाम्रो ब्रेक चाहिँ सँगसँगै परेकोले गर्दाखेरि चाहिँ हामी फिक्कल बजार घुम्न गइरहेको थियौँ क्या ओसिनाको लागि साडी हेर्नको लागि। अनि हामी चाहिँ अब जान लागेको थियौँ। यहाँ चाहिँ म मेरो आउटफिट देखाउँदै थिएँ, म र ओसिनाले आउटफिट देखाउँदै थियौँ। अनि हामी चाहिँ रेडी भएर निस्क्यौँ। हामी चाहिँ हिँडेरै जान लागेको थियौँ क्या, छेउमै भएकोले गर्दाखेरि। अनि हामी 10 मिनट्समै फिक्कल बजार पनि आइसक्यौँ। हाम्रो रुमदेखि छेउमै छ फिक्कल बजार, त्यही भएर आइसक्यौँ। फिक्कलमा चाहिँ मैले मेरो मम्मीलाई पनि भेटेँ अनि मम्मीलाई चाहिँ पैसा चाहिएको थियो अरे। अनि मैले एटिएमदेखि थोरै पैसा झिकेर मम्मीलाई दिएँ। त्यहाँदेखि हामी ओसिनाको लागि साडी हेर्न गयौँ। यो चाहिँ हाम्रो फर्स्ट दोकान थियो। ओसिनालाई हामीले साडी हेऱ्यौँ, उसले चाहिँ यो मन पराएको थियो र पनि एकछिन छोडेर अरू ठाउँमै हेर्ने भनेर अरू ठाउँमा गयौँ। सेकेन्ड दोकानमा पनि गयौँ, यसमा मन परेन अरे ओसिनालाई। थर्डमा योमा गयौँ, यसमा पनि मन परेन अरे। लास्टमा हामी घुमिफिरी गरेर सुरुमा हेरेकै दोकानमा आयौँ। अनि त्यहाँदेखि हामीले साडी पनि लियौँ। अनि ओसिना चाहिँ एकदमै खुसी भयो क्या साडी पाएँ भनेर। अनि हामी चाहिँ यतिखेर चाहिँ मैले थ्रेडिङ नै गरिसकेको थिएँ नि त। अनि हामी चाहिँ खाजा खानको लागि गयौँ। अनि खाजामा चाहिँ मैले चिकन फ्राई राइस र चिकन सादेको मोमो अर्डर गरेको थियौँ। अनि यति छिटो आइ नि सकेको थियो। अनि हामीले चाहिँ गम 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 खायौँ, लास्टै भोक लागेको थियो नि त। अनि खायौँ, अनि मलाई चाहिँ यस्तो मिठो लाग्यो नि, भोक लागेर नि होला सायद। अनि म चाहिँ यहाँ एकदमै मिठो 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 भनेर खाइरहेको थियौँ क्या हामी दुईजना नै। अनि सब खाइसकेर चाहिँ मैले मम्मीलाई चाहिँ बाई बाई मम्मी भनेँ। अनि त्यहाँदेखि हामी चाहिँ नेक्स्ट दोकानमा गयौँ। फेरि हामीलाई चाहिँ भोकै मरेको थिएन। अनि हामी नेक्स्ट दोकानमा गएर चिकन मोमो र भेज मोमो अर्डर गयौँ है। चिसो चिसो थियो। अनि तातो तातो सुप मोमो खायौँ हामीले। हल्का मोमो चाहिँ तातो तातो थियो नि त। अनि म चाहिँ गर्दै खाँदै थिएँ है। अनि त्यो पनि खाइसकेर चाहिँ हामी फेरि चटपटेर पानीपुरी खानु लाग्यौँ अर्कै दोकानतिर। अनि अघि हामी आउँदाखेरि चाहिँ कस्तो गर्मी गर्मी थियो नि त, अहिले त कस्तो पानी पर्नु लाग्यो जस्तो भइरहेको थियो क्या। अनि हामी चटपटे दोकानमा गएर चटपटे नै खायौँ, गम चटपटे खायौँ है त्यहाँ पनि। अनि नेक्स्ट चाहिँ हामी पानीपुरी कहाँ खाने भन्दै सोच्दै थियौँ। अनि पानीपुरी खानु चाहिँ हामी माथि एउटा डिपी चटपटे पसल नाम गरेको दोकानमा गयौँ है। अनि त्यहाँदेखि त्यहाँ चाहिँ गम पानीपुरी एक प्लेट अर्डर गरेर चाहिँ हामीले पानी थाप्दै गम पानीपुरी खायौँ। अनि यहाँ चाहिँ लास्टमा सुक्खापुरी नै दिनुहुँदो रहेछ। अनि सुक्खापुरी नै खाएँ मैले चाहिँ। अनि मैले चाहिँ थ्रेडिङ नै गरिसकेको थिएँ, ओसिनाले साडी नै किनिसकेको थियो। अनि हामीले खाजा नै खाइसकेको थियौँ। अनि अब चाहिँ हामी सब काम सकेर रुम लागेको। थ्याङ्क यू सबैजनालाई, बाई बाई, थ्याङ्क यू फर वाचिङ।